हेलो हेलो नमस्ते सबैजनालाई। म गीताञ्जली आचार्य फेरि पनि म आज अप्रिल मन्थको 8 डेज रिल च्यालेन्जको चाहिँ आज मेरो डे 3 र आज मेरो डे 3 को चाहिँ विषयवस्तु के रहेको छ त भन्दाखेरि जबदेखि म यो डिजिटल बिजनेस जोइन गरिसकेपछि चाहिँ ममा के कुराको चेन्जेस आयो त, के कुराको परिवर्तन आयो होइन। म चाहिँ आज ममा भएको जुन चेन्जेसहरू होइन, तीनटा चेन्जेसहरू चाहिँ प्रेजेन्ट गर्न गइरहेको छु। र ममा चाहिँ यो डिजिटल बिजनेसमा आइसकेपछि भएको चेन्जेस भनेको चाहिँ मेरो एउटा प्रेजेन्टेसन होइन, कम्युनिकेसन स्किल, पोजिटिभिटी चाहिँ चेन्जेस भयो होइन। यो बिजनेसमा आउनुभन्दा अगाडि चाहिँ होइन म क्यामेरामा एकदमै साई पर्सन हो होइन। आफूले आफूलाई क्यामेरामा हेरेर बोल्दाखेरि चाहिँ एकदमै लाज लाग्थ्यो होइन, प्रेजेन्टै गर्न सक्दिनँ थिएँ। त्यो चाहिँ मेरो एउटा चेन्ज भयो। र अर्को चाहिँ मेरो चेन्जेस भएको भनेको के हो त भन्दाखेरि मलाई चाहिँ आज गर्यो भोलि नै रिजल्ट चाहिने के, एकदमै छिटो चाहिने, अनि भएन भने चाहिँ गिभअप गरिदिने, छोडिदिने बानी थियो होइन। तर जबदेखि यो बिजनेसमा आइसकेपछि चाहिँ ममा आएको एउटा चेन्जेस भनेको के हो त भन्दाखेरि कन्सिस्टेन्सी के, निरन्तर होइन आफूले आफूलाई प्रेजेन्ट गर्दै होइन, सो अफ गर्दै अगाडि बढ्ने जुन एउटा ह्याबिट चाहिँ के भयो त डेभलप भयो। यो पनि मेरो एउटा के हो त चेन्जेस हो। र अर्को कुरा भनेको चाहिँ कन्फिडेन्स लेभल होइन। पहिला चाहिँ मलाई बोल्दाखेरि कतै बिग्रिन्छ कि, कसैले केही भन्छ कि भनेर चाहिँ एकदमै डर लाग्थ्यो कि, कन्फिडेन्स नै आउँदैन थियो र अगाडि बढ्न खोज्दिनँ थिएँ होइन। खालि कम्फर्ट जोनमा मात्रै बसिराख्न खोज्थेँ। तर जबदेखि यो बिजनेसमा जोइन गरिसकेपछि चाहिँ मेरो एउटा कन्फिडेन्स लेभल चाहिँ डेभलप भएको छ होइन। जसले गर्दाखेरि जस्तोसुकै सिचुएसनमा पनि त्यसलाई चाहिँ ह्यान्डल गर्ने होइन, आफ्नो प्रब्लम सल्भ गर्ने होइन, त्यो स्किल के भएको छ त डेभलप भएको छ। यो सबै डेभलप भएको चाहिँ होइन यो बिजनेसमा होइन हाम्रो एउटा डेली लर्निङ होइन, स्टेप वाइज स्टेप ट्रेनिङले गर्दाखेरि चाहिँ ममा अहिले यति धेरै चेन्जेस भएको चाहिँ पाउँछु है। यो चाहिँ सबै चेन्जेस भनेको चाहिँ यो बिजनेसले गराएको चेन्जेस हो, जुन चाहिँ होइन एकैछिनमा तुरुन्तै भएको चेन्जेस होइन, जो चाहिँ म डेली लर्निङ होइन, डेली एउटा चाहिँ नि इन्टायर टिमको सपोर्टले गर्दाखेरि चाहिँ मेरो यिनी ह्याबिटहरूमा चाहिँ चेन्ज भएको छ होइन। यदि हजुरहरू पनि यस्तै बिजनेस अपर्च्युनिटी खोजिराख्नु भएको छ होइन, आफ्नो पर्सनल ग्रोथ होइन, फाइनेन्सियल ग्रोथ खोजिराख्नु भएको छ भने चाहिँ कनेक्ट भएर हजुरहरू पनि यो बिजनेसमा चाहिँ जोडिन सक्नुहुन्छ भनेर भन्न चाहन्छु। आजलाई चाहिँ यति नै। फेरि भोलि म होइन 8 डेजसम्म कन्टिन्यू आउँछु। आज मेरो डे 3 को चाहिँ टपिकलाई चाहिँ यही एन्ड गर्छु र डे 4 को टपिक लिएर फेरि भोलि हजुरहरूमा आउनेछु। बाई बाई, थ्याङ्क यू।